हेलो गाइस, लेट मी सो हाउ आई मेड बटुक है त। ल यो बटुक बनाउँदा चाहिँ मलाई जोरदार आएको एकदमै याद आउँछ कि अनि मैले त्यहाँको बटुक कति खान्थेँ कि इभन म त्यहाँ गएको छैन, मेरो बुवा मम्मी दाइ भाइ दिदीहरू कोही ओहोरदोहोर गर्दै हुनुहुन्छ भने त्यो बाटो मलाई ल्याइदिनुहुन्थ्यो कि अनि म चाहिँ एकदमै खुसी हुन्थेँ। यो बटुक बनाउनलाई चाहिँ आफूलाई मनपर्ने दाल भिजाउनु होला। मैले चाहिँ यसमा बोडी र केराउको दाल भिजाएर मिक्सरमा ग्राइन्ड गरेँ अनि यसमा मैले अदुवा जिरा धनियाँ पनि राखेको छु। हजुरहरूले लसुन पनि राख्दा हुन्छ, लसुन चाहिँ मैले स्किप गरेको छु। अनि नुन बेसार राखेर हाम्रो पेस्ट रेडी भइसकेपछि आफूले यस्तो गोलो गोलो सेप दिँदै एउटा कडाईमा तातो तेल भइसकेपछि यसरी फ्राई गर्नु होला। यतिको भइसकेपछि ग्यासलाई चाहिँ मिडियम फ्लेममा राखेर पकाउनु होला। हाम्रो चाहिँ बटुक रेडी भइसक्यो। उहाँले खाँदै हुनुहुन्छ, एकदमै मिठो भयो भन्दै हुनुहुन्छ। ल हजुर पनि यसरी नै खानु होला। ह्याप्पी विकेन्ड।